आज फेरि बेबी सावर जाँदैछु। रुमबाट निस्किने बेला चाहिँ हतार परेर भिडियो स्टार्ट गर्नै पाइनँ। त्यसैले एकैचोटि यता आइपुगेर भिडियो स्टार्ट गर्दैछु। जान बित्तिकै हामीलाई चाहिँ वेलकम गर्दै हुनुहुन्छ अनि सबैजना आइसक्नु भयो र हामीलाई कुरिरहनु भएको रहेछ। यता क्युट बेबी चाहिँ मेरो बाबुको साथी हो है। ऊ चाहिँ मेरो बाबुभन्दा 2 महिनाको जेठो छ। उसलाई चाहिँ मैले 2 महिना अगाडि उसको पास्नीमा भेटेको थिएँ अनि एकैचोटि आज यता भेट्दैछु। ऊ त कति चाँडो यसरी आफै बस्ने अनि बानी सरेर हिँड्ने पनि भइसकेछ अनि अगाडिको 2टा दाँत पनि निस्किसकेको रहेछ। मेरो छोरा चाहिँ हेर्नु न, उसलाई बोक्ने अनि जिस्काउने मान्छे पायो भने जोसँग नि लुपुक्क परेर बसिहाल्छ अनि जता गए पनि कोही न कोहीले बोक्दिहाल्नुहुन्छ। त्यसैले म चाहिँ एकछिन भए नि फ्री हुन पाउँछु। हामी पुग्ने बेला चाहिँ सबै कामहरू लगभग सकिसकेको थियो अनि अलिअलि भएको डेकोरेसनहरू सकाएर हामी चाहिँ बेबी सावर स्टार्ट गर्नतिर लाग्यौँ। जुनसुकै इभेन्टहरू गर्दाखेरि पनि मलाई चाहिँ फोटो एकदमै इम्पोर्टेन्ट जस्तो लाग्छ, किनभने पछि गएर पल्टाएर हेर्दाखेरि यो मोमेन्टहरू चाहिँ एकदमै प्रिसियस लाग्छ के। सो उहाँसिसले चाहिँ फोटोको लागि 1-2टा पोजहरू सिकाउँदै हुनुहुन्छ। हामीहरू कसैलाई पनि फोटोको बारेमा चाहिँ केही पनि आइडिया थिएन, त्यसैले हामीले चाहिँ इन्टरनेटमा हेर्दै त्यही अनुसारको फोटोहरू खिच्दै गरिरहेको थियौँ। फोटो खिचिसकेपछि चाहिँ हामीले मिठो मिठो खानेकुराहरू इन्जोय गर्दै कति धेरै गफहरू पनि गऱ्यौँ। खानेकुरा चाहिँ पुलाउ, मासु, अचारदेखि लिएर सबै कुरा एकदमै मिठो भएको थियो। अनि लास्टमा चाहिँ फेरि पनि उहाँसिसलाई हेल्दी अनि सेफ डेलिभरीको कामना गर्दै हामी सबैजना आफ्नो आफ्नो घरतिर लागेको है त। थ्याङ्क यू फर वाचिङ।